पेस्तोल फेरि यत्रीमा दिएको छ पाउँदैन साइक्लिङ मजा हुँदैछ ठाउँ पनि त्यही आइयो नि हाम्रो टोली मेरो चाहिँ विदेशी चिन्ने मान्छे राम राम सत्य हो हेलो नमस्ते छेवारो सबैजनालाई आज चाहिँ हामी फिल्म हेर्नलाई कोरियामा रहेको बुसानको किमे खायाथेयाकोतिर जाँदैछौँ। त्यहाँ चाहिँ फिल्म आज राम नाम सत्य चलिरहेछ एक्सन मुभी भनेर अलिअलि सुन्नमा आएको छ। कस्तो छ अब हामी हेर्नलाई जाँदैछौँ। अनि हाम्रो पुरै टिम चाहिँ यसरी नै प्राय गरेर साइकलमा जान्छौँ। अनि हामी भलिबल खेल्न जाँदा पनि र किमे बजारतिर हप्तामा एकचोटि प्राय हामी गइ नै रहन्छौँ र हामी चाहिँ सधैँ साइकलमै प्रायः जस्तो जान्छौँ, कहिलेकाहीँ मात्र गाडी चढ्छौँ। र यसरी मैले चाहिँ एकदमै मौसम पनि राम्रो भएको कारण अनि आज यसो सम्झना स्वरूप पनि हुने भनेर चाहिँ मैले यसो क्यामेरा घुमाउँदै यसो साथीहरू भएकोमा भिडियो बनाउँदैछु। अनि भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। ल लगभग चाहिँ हामी चाहिँ पुग्न लाग्यो, अगाडि जस्तो छ। यो ठाउँको भ्लग चाहिँ मैले धेरैचोटि बनाइसकेको छु, तर यो चाहिँ आजको मिनी भ्लग हुन्छ। केटाहरू त पर अब दिउँसै स्वर्ग देख्ने भनेको त हामी मात्र हो, रुममा बसेर स्वर्ग देखिँदैन साथी हो। अनि यहाँ हेरौँ त अब यो भ्यू फेरि यहाँ कहाँ हो, स्विजरल्यान्डको भन्छ कि अस्ट्रेलियाको भन्छ, तर नझुकिनु होला, यो कहीँको पनि होइन। खतरै पो देखिने रहेछ यहाँको भ्यू त यार। यस्तो पुल पनि छ, ठेटे गरेर बस्दो रहेछ। रेल पनि पो ठ्याक्कै आयो त हो यति बेला। ल त्यो रेलको लिकै छ। जान्छ नि भरे। अब यहाँ हेरौँ न, उता जाउँ त भ्युज कस्तो दामी आउँछ। गर्मी छ, अलि छिटो आउन, हामी कति पुगिरहनु, 5 मिनट भइसक्यो पुग्नु थाल्यो। खाएमा पुगिगयो भनौँ न त। ल जाउँ 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 जाउँ। ल छिटो छिटो। फुलै फुलको बगैँचामा पो देखिँदो रहेछ त। यस्तो छ है यहाँको ठाउँ चाहिँ, क्या खतरा आउने क्या भिडियो। हामी पनि आउँदैछौँ कि अलिक सेतो सेतो गाडो ल चलो ल ल ल के छ गाइजहरू आइएन त। ल ल अलि देखिने गरी हिँडौँ है साथी। मेन हिरो ल हामी चाहिँ एक्लै छ यता फेरि। गाइसहरू हराए क्या ल गाइजहरू यता हेर। ल हाम्रो फिल्म हेर्न आएको हाम्रो ग्याङ मात्र छ, अरू कोही छैन कि, खाली छ। फिल्म हामीले मात्रै हेरौँ आज, कोही छैन।
एक्सन धेरै इन्टरभ्यू लिने गरेर बल्ल फोटोमा म रहेन के तिमी के को लाइनमा हो ल गाइजहरु राम नाम सत्य हो 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 केटाहरु लगाउ न यार 1 2 3 गो राम नाम सत्य ल भन न त्यो डायलग समाप्त हो आँखाले देखेको सबै कुरा सत्य हुँदैन आँखाले देखेको सबै कुरा सत्य हुँदैन ज्ञान समाप्त पनि हो ज्ञान समाप्त पनि हो आजको ज्ञान त्यति नै हो पछि अलिक राम्रो आउँछ कि कसरी ए देशमा चाहिँ मलाई त्यो लाग्यो गाडीको त्यो कम्प्लेटको सिम कहानी थियो नि यो चाहिँ राम्रो हो त्यस्तो फेरि यत्रीमा दिएको छ त्यस्तो फेरि यत्रीमा दिएको छ अरे घाँसहरू यार यता हेरेर हिँड न यार अरे घाँसहरू यार यता हेरेर हिँड न यार हुँदैन रहेछ यार कुनै रहेछ यार यता हेरेर है सबै छ है दादा मेरो चाहिँ विशेष गरेर निकालिदिनु पर्यो है मेरो चाहिँ विशेष गरेर निकालिदिनु पर्यो राम नाम सत्य अनि नमस्ते 1 2 3 राम नाम सत्य होस् 1 2 3 बाहुन आयो साइक्लिङ मजा हुँदैछ ठाउँ पनि त्यस्तो गडारामा आइयो दादा आइयो नि गाडा कुदा यार यो है हाम्रो टोलीहरू है अनि फाइनली म चाहिँ यता छु मेरो चाहिँ विदेशी दिने मान्छे छैन अच्छा तल लडिरहेछ केटाहरू अरे के मजा आयो यस्तो अझै उतै घुमाउँदै लड्यो कता लग्यो फेरि हँ ल ल साथीहरू साह्रै छिटो कुद एक लोट्यो भने 5 लोट्ने हो त्यहाँ फेरि छिटिने हो भने फाइनली फिल्म पनि हामी हेरिसकेर चाहिँ हामी फेरि बजारतिर जाँदैछौँ बजारमा चाहिँ यसो खाजा पानी खाएर अनि अलिअलि तरकारीहरू केहरू किनेर सरसामान किनेर चाहिँ फर्किनुको लागि फेरि हामी किमे बजारतिर नै जाँदैछौँ हामी सधैँ जाने बजारतिर प्राय सधैँ आउने बजार चाहिँ हाम्रो यही नै हो हामी हरेक सामान किन्नको लागि सपिङ गर्नको लागि पनि यही ठाउँमा आउँछौँ हाम्रोदेखि चाहिँ नजिकै पर्छ 40 मिनट जतिमा चाहिँ साइकलमा यहाँ आइपुगिन्छ अन्तिममा सबैजनालाई धेरै धेरै धन्यवाद भिडियोले अन्तिमसम्म हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद यदि नयाँ जोडिनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला हवस् त आजलाई यति नै नमस्ते बाई बाई